अब हामी चाहिँ निस्किनको लागि रेडी भयो। बिहान 3:53 गएको छ। रेडी हो त सबजना? ल रेडी हजुर रेडी? ल लेट्स गो गाइस। लाल की जय। आज मिति अप्रिल 25 8 दिनको लागि हामी कोलोराडो स्प्रिङ्स, रकी माउन्टेन नेसनल पार्क, भेल, स्पेनका लागि निस्किरहेका छौँ। आजको यात्रा सुरुमा ओक्लाहोमा सिटी हुँदै हुँदै हाम्रो गन्तव्य रहेको छ कोलोराडो स्प्रिङ्स। हामी ओक्लाहोमा सिटी आइपुगिसकेका छौँ। अब ओक्लाहोमा सिटीमा ब्रेकफास्ट गरेर त्यस पछाडि हामी लाग्नेछौँ कोलोराडो स्प्रिङ्सतिर। कस्तो भएर छ निसला ड्राइभ? एकदम रमाइलो। बिहान चाहिँ एकछिन पानी परेको थियो, दुःख दिएको थियो, तर ओक्लाहोमा छिरेसँगै पानी पनि रोकियो र भर्खर उज्यालो भएको छ। एकदम रमाइलो आनन्द तरिकाको ड्राइभ छ। अब यहाँदेखि चाहिँ खाजा खाइसके पछाडि चाहिँ एकदम लामो यात्रा हुनेछ, करिब 7-8 घन्टा लामो कन्टिन्यू हाल्नुपर्ने अवस्था छ। यस रमाइलो छ। हामी चाहिँ ओक्लाहोमा सिटी स्वस्तिकमा आइपुगिसकेका छौँ। अब यहाँनिर ब्रेकफास्ट गरेर त्यस पछाडि ब्रन्च भन्छ, त्यही भएर ब्रन्च। ए त्यस पछाडि अनि कस्तो हुँदैछ ट्रिप भाउजू? मजा भयो? दामी दामी दामी। ल खाइसक्यो, अब स्वस्ति खाइसकेपछि अब कहाँ जाने? हामी कोलोराडो। अनि एक्साइटेड हो त? कति 1 to 10 को रेटिङमा कति? 10+। ओके गाइस, निक्लिन हो त? कस्तो निक्लिस हामी यहाँबाट निक्लिन। हाम्रो नयाँ ड्राइभर। फर्स्ट ग्यास स्टपमा आइपुगेका छौँ। स्याम्स क्लबको ग्यासमा ग्यास हालिँदैछ। ग्यास एकदमै महँगो भएको कारणले गर्दाखेरि चाहिँ गाह्रो हुनेवाला छ। ग्यास महँगो भयो गाइस, ग्यास महँगो भयो। एनिवेज एकदमै मौसम राम्रो, घाम बल्ल लाग्दैछ भर्खर। अहिले टाइम भनेको चाहिँ 8:07 गएछ। एभ्रिथिङ लुक्स गुड एन्ड वी आर सुपर एक्साइटेड। अहिले हामी ओक्लाहोमा सिटीबाट निस्किसकेका छौँ। फेरि टेक्सास हुँदै न्यू मेक्सिको पार गर्दै कोलोराडो राज्यमा प्रवेश गर्न लागेका छौँ। बाटोमा विभिन्न भूभागहरू, पहिले समथर मैदान, त्यस पछाडि घाँसे फाँटहरू अनि शान्त पहाडहरू पार गर्दै हामी कोलोराडो राज्यको नजिक पुगिसकेका छौँ। हेलो एभ्रिवान, हामी चाहिँ आफ्टर 6-7 आवर्सको ड्राइभपछि अहिले अलमोस्ट कोलोराडो स्टेट इन्टर गर्न आएका छौँ। र हामी सबैजना मिलेर हेरौँ है त भ्यू कस्तो देखिरहेको छ हाम्रो। यसको साथसाथै हामी कोलोराडो स्टेट इन्टर गरिसकेका छौँ। अब हामी फर्दर देखाउँछौँ कस्तो फन हामी यहाँ गर्नेछौँ होइन त गाइस? गाउँलेको बोलीले मोहनी लाग्ला है, गाउँलेको बोलीले सम्झनाको गीतले सुकर मेरे मनको किया तूने क्या इशारा, बदला ये मौसम लगे प्यारा जग सारा। सुकर मेरे मन को किया तूने क्या इशारा, बदला ये मौसम लगे प्यारा जग सारा।
माथि हलो जोत्ने साथी कुइ कुइ यो चाहिँ छैनलै त्यसमा एक्स्ट्रा हरे हरे हा हा हरिया मर्काई मर्काई गला मर्काई मर्काई ओहो जिरे हो दाइने हो ओहो जिरे हो जुरे हो हरियो डाँडा माथि हलो जोत्ने सत्काई राख न अङ्गालोमा बाँधी राख जान नदेऊ रोक नरोक धन नदेऊ आकाशको चरी जस्तै मलाई बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा यो त तिम्रै धड्कन हो मनभित्र साँची राख न आँखाभित्र अल्झाइ राख ल आज चाहिँ हाम्रो डे 2 आज चाहिँ हामी कोलोराडो स्प्रिङ्स वरिपरि पाइक्स पिक्स अनि त्यस पछाडि ट्रेन चढ्ने हाम्रो प्लान छ ल रेडी हो त गाइस रेडी 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 सेडी गो कोलोराडो स्प्रिङ्स वरपर घुम्दा चाहिँ नेपालको चुरे रेन्ज जस्तै अनुभूति भयो। त्यहाँबाट पहाड र हिमाल दुवै एकदमै नजिकबाट देख्न सकिने रहेछ। डेभलपमेन्टको हिसाबले ठाउँ निकै एडभान्स र व्यवस्थित छ, तर त्यससँगै प्रकृतिको नेचुरल ब्युटी पनि त्यत्तिकै जोगिएको देख्दा झन् मनमोहक लाग्यो। हेलो सबैजना, हामी चाहिँ अहिले पाइक्स पिक चढ्दैछौँ। यहाँ बिचमा सिनिक भ्यू हेर्नको लागि अहिले गाडी रोकेर यहाँनिर अब फोटोसोटो खिच्ने, त्यस पछाडि भ्यू इन्जोय गर्ने कार्यक्रम हुँदैछ। कस्तो छ त नि सल्लाह भ्युज अनि त्यस पछाडि पाइक्स पिक कस्तो लाग्दैछ? एकदम रमाइलो चिसो पछाडि हिउँै हो सेतो हरियो बाहेक खासै अरू केही देख्दैन। सोच्तीलाई कस्तो लागिरहेछ त? हेभेन हो? अरू केही अरू केही भाउजूलाई कस्तो लागिरहेछ त? म त ड्राइभर छैन हो तपाईँलाई कस्तो लागिरहेछ त? अरू मजा आयो भ्यू हेर्दाखेरि भ्यू हेर्दा कश्मीर कश्मीर जस्तो फिल आउँदैछ। कश्मीरमा गयो नि चाहिँ पाइक्स पिकको अहिले जान दिने टप रेन्जमा आइसकेको छौँ। यहाँदेखि माथि चाहिँ धेरै हिउँ परेर बाटो ब्लक गरिदिएको रहेछ। उनीहरूले
हिउँ सोध्दैछ अरे मेबी आफ्टरनुन अर टुमरोमा चाहिँ फेरि ओपन हुनसक्छ हामी मिल्यो भने भोलि फेरि आउनेछौँ तर अहिलेको लागि चाहिँ हामी यो टप सेक्सन चाहिँ हाम्रो लागि यही भयो हाम्रो गाडी यहाँसम्म आइपुग्यो अनि कस्तो फिल भयो त निशा अहिलेको लागि हाम्रो टप यो चाहिँ 11,000 फिट आउट अफ 14,000 फिट एकदम रमाइलो चिसो हरियाली र स्नोई अरू केही बस्यो आनन्दको पराकाष्ठा यतै घर किनेर यतैतिर बसेको छ त्यस्तो सरम 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 भाउजूलाई कस्तो लाग्यो त रोजिनाले बेल्चा हान्न तयार हो भने चाहिँ हामी सर्ने भन्ने हाम्रो प्लान हुँदैछ कस्तो बेल्चा हान्न भनेको यो पऱ्यो भने बेल्चा हानेर सोध्नु त्यो त दुईजना दाजुहरू हुनुहुन्छ नि त म मोरल सपोर्ट स्वस्तिलाई कस्तो लाग्दैछ त माथि जानेको No words. No words. नो वर्ड्स अनि एकदमै रमाइलो लागिरहेछ यहाँनिर पाइक्स पिक पहिला पनि आएको म तर यति माथिसम्म चाहिँ आउनु पाइएको थिएन आज पनि टपमा पुगिन्छ भन्ने प्लान थियो तर त्यो गर्न सकेन त्यही पनि ठिक छ हामी 11,000 फिट आउट अफ 14,000 फिट चाहिँ आइपुग्यौँ ब्याकग्राउन्ड चाहिँ यस्तो देखिरहेछ असम हेलो एभ्रिवान हामी चाहिँ आज बिहानै पाइक्स पिक घुमिसकेर त्यसरी घरमा गएर लन्च गरिसकेर अहिले हामी कहाँ जाँदैछ अरे सोच्दै We are going to the railway station कुन रेलवे for the ride. कोलोराडोको फेमस रेलवे हो Yes, रोयल गर्ड्स Royal Girls. अनि कस्तो फिलिङ हुँदैछ त एकदमै धेरै एक्साइटेड छु सबै कुराहरू हेरेर एक्सप्लोर गर्नलाई. It's my first time in a railway, so I'm very much excited. अनि हाउ वाज योर अनि- एक्सपिरियन्स विथ पाइक्स पिक Yes, पाइक्स पिक एकदमै राम्रो रहेछ. म सबैलाई रिकमेन्ड गर्छु यो ठाउँ आउनै पर्ने, कोलोराडो आउनै पर्ने, पाइक्स पिक आउनै पर्ने. If you guys are a mountain person, then you should come and see the Pikes Peak. आउट अफ 10 मा कति रेट गर्छौ Out of 10, I mean त्यस्तो स्नोहरू नभएर पनि होला. अहिले चाहिँ लाइक 8 रेट गर्छु. 8. समरमा त अझै बबाल हुन्छ नि त समरमा कोर समर भएको थियो भने चाहिँ 9, 9.5 चाहिँ हुन्थ्यो होला तर कोलोराडो जहिले आए पनि हुन्छ गाइस. आइदर विन्टर, आइदर समर, स्प्रिङ, Fall. fall जहिले आए पनि हुन्छ. ल त्यो सँगसँगै अब हामी भाउजूलाई सोध्छौँ है त भाउजूलाई कस्तो लाग्दैछ त कोलोराडो ट्रिप रमाइलो आज बिहान कहाँ घुम्यो हामी त्यही कहाँ हुँदै पाइक्स पिक अँ, कस्तो लाग्यो पाइक्स पिक रमाइलो अनि माउन्टेन स्नो पनि देख्यो अलिअलि अनि अनि ढुङ्गा ढुङ्गै ढुङ्गा हो अनि अब अहिले हामी कहाँ जाँदैछौँ त अब हामी जाँदैछौँ रेल चढ्न रेल चढिने। युएसको फर्स्ट रेल एक्साइटेड हो एकदम रोयल गर्छ एकैचोटि रोयल रोयल होइन त रोयल त्यसरी अब हामी हाम्रो ड्राइभर सोध्दैछौँ कस्तो हुँदैछ त एक्सपिरियन्स आफू त ड्राइभर पर्यो बाटैबाट गाडी कुदाइछु यो डेजर्टै बिच बाटोमा रमाइलो छ सधैँ सहरको बिचमा कुदाउने मान्छे अहिले प्रमोसन भयो प्रमोसन भएर हाइवेमा कुदाइरहेको छ त्यो पनि डेजर्ट वरिपरि पहाड चट्टानै चट्टान पहाडै पहाड रकी माउन्टेन जे होस् कुदाउन पनि रमाइलो रहेछ अब भ्यू हेर्दाखेरि नेपाल जस्तो फिल भएको छ कि छैन त पश्चिम नेपालको अलिकति उरास लाग्दो खालको पहाड तर यहाँको विकास हेर्दाखेरि चाहिँ एकदम असाध्यै राम्रो लोभ लाग्दैछ लोभ लाग्दैछ त्यो रमाइलो छ नेपाल डेभलप भयो भने यस्तो हुन्छ भनेर इमेजिन गर्न सकिन्छ सकिने खालको छ आजको योभन्दा बवाल हुन्छ नि बालेनले 20 वर्ष नेपाल बनायो भने यतिको चाहिँ मजाले बनाउने छ तर यहाँ अलिकति हरियाली छैन भने नेपाल चाहिँ यहाँको विकास प्लस नेपालको हरियाली त स्वर्गै हुनेवाला छ त्यसलाई कसले बिटै गर्न सक्दैन नि त ल त्यो भने सँगसँगै अब हामी एकलट बाहिर कस्तो भ्यू देखेर चाहिँ तपाईँ हेर्नु भयो हामी चाहिँ गाडी पार्क गरिसकेर अब कहाँ जाँदैछौँ रे रोयल
रोयल गर्ल्स Royal horse. यसो के भन्नु छ त यसमा एकदम ओक्लाहोमाको पहिलो ओक्लाहोमा अरे कोलोराडो आएर पहिलोचोटि ट्रेन चढ्न आँट्दैछु एकदम भिरकै बेसी हुँदै भिरहरू हेर्दै होइन यस रमाइलो होला जस्तो छ आजको गन्तव्य स्थल हजुरलाई रमाइलो हामी चाहिँ अब ट्रेन स्टेसनतिर जाँदैछौँ आजको दिन एकदमै एक्साइटिङ हुनेछ भन्ने हाम्रो विश्वास छ होइन त विश्वास छैन आशा छ कि विश्वास छ कि भरोसा छ के छ सबै त्यही सेम सेम बट डिफ्रेन्ट हो त्यसको साथसाथै हामी कहाँ आइसक्यौँ भन्दाखेरि इन फ्रान्समा आइसकेका छौँ होइन यहाँनिर यस्तो वेलकम बोर्ड पनि देखिन्छ नो स्मोकिङ एनिवेयर अराउन्ड रोयल गर्ल्स राउट रेल रोड प्रपर्टिज हामी छौँ क्यानन सिटी ट्रेन पनि हेरौँ न त ट्रेन पनि हेरौँ न त ल ट्रेन चाहिँ यही हो यस्तो देखिने गरेको छ हामी यसमै अहिले ठ्याक्कै टाइम 2:25 भयो हाम्रो डिपार्चर चाहिँ 3:30 को अब चेक इन गरेर सर र तपाईँ ट्रेन चाहिँ यही हो त्यस मान्छे डन्नै रहेछ न त के अरे आउँदैछु पर्खिनु तिमीहरूको पालो छ कि हाम्रो बल्ल आउँदैछ है क्या त्यस्तै अहिले रोयल गर्ल्सको ट्रेन राइड गरिरहेको छौँ एकदमै रमाइलो भ्यू अनि हेर्न खतरा रमाइलो भइरहेको छ यो चाहिँ रोयल गर्ल्स ब्रिज यो चाहिँ अमेरिकाको हाइएस्ट एलिभेसनमा रहेको ब्रिज पनि हो यो एकदमै दामी देखिरहेको छ ट्रेन सर घुमिरहेको बर्डमा र सँगसँगै माथि रोयल गर्ल्स ब्रिज आई डोन्ट नो देखिन्छ कि देखिँदैन यहाँ माथि चाहिँ जिप लाइनको लागि रोपहरू पनि छ गुड मर्निङ गाइज आज चाहिँ हाम्रो ट्रिपको डे 2 घरबाट निस्केदेखिको चाहिँ डे 3 हामी चाहिँ आज बिहानै 11:00मै उठेर त्यो पछाडि म्यानिटो इन्क्लाइनमा चाहिँ ट्रेल हाइकिङ गर्न निस्केको छौँ अनि बिहानै उठेर सनसेट हेऱ्यो हामी अलमोस्ट टपमा पुग्यौँ अराउन्ड 7 माइल्सको ट्रेलमा 3.5 माइलसम्म चाहिँ पुग्यो त्यस पछाडि माथि जान नसकेकोले गर्दाखेरि चाहिँ हामी अहिले डिसेन्ड गर्दैछौँ एकदमै राम्रो एक्सपिरियन्स रमाइलो लागिरहेछ मलाई त्यसो चाहिँ कस्तो लागिरहेछ एकदम रमाइलो बिहान त चिसो भएको थियो तर हिँड्न थालिसके पछाडि जति हिँड्यो त्यति शरीरमा तागत आउने त्यस पछाडि चिसो पनि हट्दै गयो शरीरको पसिना छुट्दै गयो रमाइलो भयो त्यो समय हेर्दै बाँकी 3 ठाउँ घुम्नुपर्ने भएको आज 3 ठाउँ घुम्नुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ हामी छिटै नै फुलतिर ओर्लिने को लागि प्रस्थान गर्दैछौँ अब दिनभरिको हाइकिङ रहेछ यो दिनभरि लगाएर गर्नुपर्ने यस
आधी समय भएकोले गर्दाखेरि हामी आधी बाटोबाट फर्केर हिँडेको छौँ। यसमा चाहिँ अलिकति दुःख मनाउँछ, नभए बाँकी त एकदम रमाइलो अनुभव भइरहेको छ। त्यही त यो चाहिँ 1 डे कम्प्लिट हाइकिङ ट्रेल रहेछ। हामीलाई त्यो पनि थाहा थिएन। हामी बिहान 6 बजे उठेर त्यस पछाडि हिँड्न थाल्दाखेरि अहिले अराउन्ड 8 बजेछ ठ्याक्कै। भनेपछि 2 आवर्स अप गयो। त्यस पछाडि अब झर्नको लागि चाहिँ अराउन्ड 1 आवर जतिमा झरिन्छ होला सो हाम्रो स्पिड हेर्दाखेरि। सो लेट्स सी हामी 9 बजे तल झऱ्यौँ भने अराउन्ड 9:30 मा हाम्रो एयरबिएनबी पुग्ने रहेछौँ। ल सी यु गाइज। हेलो एभ्रिवान, आज चाहिँ हाम्रो डे 3 अनि हामी अझै पनि कोलोराडो स्प्रिङ्समा छौँ। आज हिजो हामी पाइक्स पिक आएको थियौँ। गाइजहरूलाई यस्तो पाइक्स पिक मन परेर कि आज फेरि आऊँ भन्ने कुरा भएर आज हामी फर द सेकेन्ड डे फेरि पाइक्स पिक आइरहेछौँ। यहाँ यस्तो ड्राइभ चाहिँ यस्तो भइरहेछ। आज चाहिँ वेदर पनि एकदमै राम्रो। हामी अहिले बेसमा छौँ। बेसमा चाहिँ अराउन्ड कति डिग्री छ? 70 डिग्री छ, तर टपमा चाहिँ 48 डिग्री छ अरे। सो अहिले हामी 6000 फिटबाट 14,000 फिटमा पुग्दाखेरि चाहिँ टेम्परेचर 70बाट 48 डिग्री ड्रप हुने रहेछ। सो लेट्स सी हाउ इट गोज। हामी हिजो पुगेको ठाउँ करिब 11,000 फिट माथि थियो। त्यो एलिभेसन पछि अल्पाइन रेन्ज माथिको क्षेत्र सुरु हुने रहेछ, जहाँ प्राय रुखहरू देखिँदैनन्। त्यहाँ चारैतिर विशाल चट्टानहरू मात्र देखिन्थे र चट्टानमाथि परेको हिउँले दृश्यलाई अझै मनमोहक बनाएको थियो। हामी चाहिँ पाइक्स पिकको समिटमा आइसकेका छौँ। यो चाहिँ 14,000 फिट 14,110 फिटको अल्टिट्युडमा रहेछ। अनि यो वेदर चाहिँ एकदमै ब्युटिफुल सनी। अनि वरिपरि हेर्दाखेरि स्नो पनि देखिन्छ अलिअलि। अर्को कुरा भनेको चाहिँ यहाँनिर चाहिँ पाइकेश्वर महादेवको मन्दिर पनि रहेछ। अनि मन्दिरमा चाहिँ चढाउनको लागि 399 को भेटी चाहिँ कम्पलसरी रहेछ। अनि प्रसादमा चाहिँ के दिँदो रहेछ अरे नि सल्लाह? दुईवटा अप्सन रहेछ, एउटा कफी, अर्को चक्लेट। हट चक्लेट। अनि त्यस्तो भइरहेछ। ताजा पानी पनि थियो। अनि भाउजूलाई कस्तो लागिरहेछ त? अनि स्वस्तिलाई चाहिँ दामी छ। अब हामी चाहिँ भ्युज पनि हेरिदिउँ है त यहाँ कस्तो रहेछ हाम्रो। यो चाहिँ हाम्रो पाइक्स पिकमा चाहिँ कग रेलवे भन्ने रहेछ। अल द वे फ्रम कोलोराडो स्प्रिङ 6,000 फिटबाट 14,000 फिट हाइटमै यस्तो इन्क्लाइनमा पनि आउँदो रहेछ। यो चाहिँ त्यसको रेलवे। अनि भनेको यतातिर भ्यू चाहिँ यस्तो देखिन्छ। ऊ पर हेर्दाखेरि ग्लेसियरहरू एउटा, यतातिर हेर्दा अनि अर्को ग्लेसियर देखिन्छ। अनि त्यस पछाडि यो भनेको चाहिँ कोलोराडो स्प्रिङ्सको डाउनटाउन अथवा सिटी भनौँ। त्यस पछाडि यो भ्याली छ, भ्याली। अनि वरिपरि चाहिँ यहाँनिर सिन्धुलीगढीको भग्नावशेष जस्तै पहिलाको मेबी बिल्डिङ होला त्यस्तो। अनि यहाँ चाहिँ भिजिटर सेन्टर सबै थोक रहेको हामीले एक्सपिरियन्स गऱ्यौँ। कति सानो रहेछ क्या सर? कस्तो राम्रो है, क्युट क्या। तानतान प्रोग्राममा हामी तपाईँलाई लाइभ देखाउँदैछौँ हाम्रो पाइक्स पिकबाट। पाइक्स पिकको आजको ताजा अवस्था यस्तो रहेको छ। एकदमै हिउँ परेर रहिसकेपछि हिउँ मेल्ट हुने अवस्था छ। प्लस घाम एकदमै चर्को लागेकोले गर्दाखेरि घाम के अरे आइस मेल्ट हुन अझै सजिलो भएको हामीले एक्सपिरियन्स गरिरहेको छौँ। एकदमै चिसो हावा प्लस एकदमै सन्नी वेदर भएकोले गर्दाखेरि एकदमै ब्राइट ब्युटिफुल डे छ। अनि र
भिडियोमा देखिन्छ कि देखिँदैन पुरै सर्लक्कै माउन्टेन रेन्ज अनि यतापट्टि यसरी स्नो सबैतिर सोरेर मान्छेहरूलाई ड्राइभ गर्न वाक गर्नको लागि इजी हुने गरी बनाएको देखियो। गाइज हामी चाहिँ अहिले के अरे पाइक्स पिकबाट तर ओर्लेर त्यस पछाडि कुन ठाउँ अरे यो सेभेन फल्सको लागि भर्खर हामीलाई सटलले ड्रप गरिदिइसकेको छ। हामी चाहिँ यहाँबाट अराउन्ड 20 मिनट्स हाइक गरिसकेपछि त्यसको बेसमा पुग्छौँ रे। अनि बेसबाट चाहिँ त्यस पछाडि फेरि 7वटा मल्टिपल लेभल स्टेयर्स चढ्दै चाहिँ टप अफ द फल पुग्ने भन्ने हामीले यहाँनिर इन्फर्मेसन पाएको छौँ। सो त्यसको लागि हामी अगाडि बढ्दैछौँ है त। निसला कस्तो भएर छ त? एकदम रमाइलो छ। आज पाइकिसमा जाँदाखेरि माथिसम्म गाडी कुदाउँदाखेरि एकदम रमाइलो एक्सपिरियन्स भयो। त्यस पछाडि तलतिर आएर कफी खाँदै अब 7 फल्सको लागि हामी अगाडि बढेका छौँ। यो मौसम पनि रमाइलो छ, आनन्द छ। भाउजूलाई कस्तो भइरहेको छ? सेम बट डिफ्रेन्ट नो डिफ्रेन्ट। Awesome. Perfect. You guys have a good night. यु टु थ्याङ्क्स। कसैलाई सोध्नै बिर्सेछु भन त ल, के चाहिँ कस्तो लाग्यो पाइक्स पिक? कस्तो भयो आजको एक्सपिरियन्स? त्यस पछाडि अहिले 7 फल्सको 7 फल्स बल्ल सुरु हुँदैछ। म घुमेर टुर गरेर आइसकेपछि म भन्छु कस्तो भयो एक्सपिरियन्स। हल्का हेरिदिउँ है त कस्तो रहेछ त 7 फल्स। हामी सबैजना सँगसँगै हाइक गरौँ न। त्यसमा के शङ्का छ र? अहिले चाहिँ हामी के अरे 7 फल्सको बेसमा आइपुगेको छौँ। एकदमै राम्रो दामी देखिरहेको छ। अनि यो स्टेयर्स चाहिँ अब हामी चढेर माथि जानेछौँ नेक्स्ट स्टेप फल्स हेर्नको लागि। तलतिर चाहिँ अहिले यस्तो देखिरहेको अवस्था छ। यो 7 फल्सको उकालो हामी चढिसकेर यहाँ मिड लेभलमा आइपुगेको छौँ। तर एकदमै डेन्जर उकालो रहेछ यो चाहिँ। म तपाईँलाई देखाउँछु है त कस्तो उकालो छ यहाँनिर। ठाडै उकालो, यहाँ मान्छेहरू चढेको पनि देखिन्छ होला। डेन्जर उकालो देखिन्छ। हाई गाइस, म चाहिँ स्वस्ति अनि दादाहरू चाहिँ त्यहाँनिर हिँड्दै हुनुहुन्छ। अनि दादाको यो क्यामेरा चाहिँ मसँग छ। अब म चाहिँ हल्का फुल्का जति आउँछ त्यति भ्लग बनाउँदै जान्छु। अहिलेसम्मको मेरो कोलोराडोको एक्सपिरियन्स चुम्मेश्वरी नेभर थट होइन यस्तो राम्रो पिसफुल प्लस रिल्याक्सिङ हुन्छ भनेर। कसैलाई एकदमै लाइफमा स्ट्रेसफुल भइरहेछ होइन, एकदमै स्ट्रेस भइरहेछ भने म के रिकमेन्ड गर्छु भने एकचोटि कोलोराडो आउनु। त्यसपछि यहाँनिर धेरै हाइक गर्ने ठाउँहरू छ, हामी अझै एक्सप्लोर गर्नेछौँ। तर जति हाइक गरिरहेको छौँ होइन अहिलेसम्म, हाइक गरिरहेछौँ, घुमिरहेछौँ, सबै वर्थ इट। हरेक कुरा बिर्सिन्छ कि आएपछि। लुक एट दिस गाइस, यस्तो हेरेपछि कसलाई यहाँनिर आउनु मन लाग्दैन होला क्या। लास्ट एन्ड फाइनल स्टप अफ टुडे इज गार्डन अफ गर्ल्स। यस्तो देखिरहेको छ सट्टसँगले। यो चाहिँ एकदमै खतरा टुरिस्ट एट्र्याक्सन रहेछ। मान्छेहरू पुरै फोटोसोटो खिचेर खतरा रमाइलो गरिरहेछन्। अब हामी पनि एक्सप्लोर गर्छौँ कस्तो छ है त यो ठाउँ। स्टिल हामी गार्डन अफ गर्ल्समै छौँ। यहाँनिर त्यस्तो ठुल्ठुलो रातो माटोवाला चट्टान कस्तो राम्रो देखिँदो रहेछ। ठुलो मजाको